नमस्कार सबैजनामा। यस उच्च शिक्षा व्यवस्थापन सूचना प्रणाली एचएमआइएसमा तथ्याङ्क व्यवस्थापन गर्न सहजीकरण गर्नका लागि तयार गरिएको यो प्रशिक्षण सेसनमा डिभोक्सफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज हामी यस एचएमआइएस सिस्टमको युजर म्यानेजमेन्ट मोडेलको बारेमा हेरौँ। युजर म्यानेजमेन्ट मोडेलमा गइसकेपछि हजुरहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यो हाम्रो होम पेज भयो। यसपछि छ असाइन पर्मिसन भनेर। हाम्रो यो असाइन पर्मिसन भनेको हाम्रो क्याम्पसमा भएको इम्प्लोइहरूको लागि कुन इम्प्लोइलाई कुन रोल असाइन गर्ने, कुन मोड्युलमा एक्सेस दिने भनेर चाहिँ हामीले यस युजर म्यानेजमेन्टबाट सबै कुराहरू म्यानेज गर्छौँ। फर्स्टमा हामी हेरौँ अब सिलेक्ट युजर भनेर यो युजरहरू देखिराख्नु भएको छ नि। हाम्रो यो युजर कहाँबाट आउँछ भने अब म यो मोड्युल बाहिर गएर इम्प्लोइ म्यानेजमेन्ट मोड्युलबाट देखाउँछु। हामीले त्यो लिस्ट ल्याउनको लागि इम्प्लोइ म्यानेजमेन्टमा गएर अब हामीले टिचिङ स्टाफको लागि या नन टिचिङ स्टाफको लागि कसको लागि हामी रोल दिँदैछौँ त्यही अनुसार म फर्स्टमा टिचिङमा गएर हेरेँ। एउटा टिचिङ स्टाफमा अब यति धेरै लिस्ट देख्न सक्नुहुन्छ। हजुरको क्याम्पसमा भएको टोटल टिचिङ स्टाफको लिस्ट त हजुरहरूको यहाँ हुने भइहाल्यो। यसमध्ये हजुरहरूलाई कसलाई कुन रोल दिन छ भनेर चाहिँ अब सपोज मैले एउटा मिसेस लक्ष्मी अधिकारी भनेर छ, उहाँलाई एउटा रोल असाइन गर्नु पऱ्यो भने मैले यसमा आएर एक्टिभ गरेर सबमिट गरेँ भने यसमा मैले एक्टिभ गरिदिएँ यसलाई। त्यसपछि अर्को मैले नन टिचिङमा गएर नन टिचिङको लागि पनि मैले एउटा सपोज गीता देवी न्यौपानेलाई मैले रोल एक्सेस दिएँ। इनएक्टिभ छ, मैले यसरी एक्टिभ गरेर सबमिट गरेँ। त्यसरी हामीले एउटा इम्प्लोइ टिचिङबाट र अर्को इम्प्लोइ नन टिचिङबाट हामीले एक्सेस उहाँलाई चाहिँ एक्टिभ गऱ्यौँ। अब हामी फेरि युजर म्यानेजमेन्टमा जाऊँ। युजर म्यानेजमेन्टमा गइसकेपछि सिलेक्ट युजरमा अहिले देख्न सक्नुहुन्छ दुईवटा नेम एड भएको छ, लक्ष्मी अधिकारी र गीता देवी न्यौपाने भनेर। यो दुईवटा युजर हामीले इम्प्लोइ म्यानेजमेन्टमा गएर टिचिङ स्टाफ र नन टिचिङ स्टाफमा एकजनाको लागि चाहिँ हामीले स्ट्याटस एक्टिभ गरेर सबमिट गरेको थियौँ। त्यस कारणले गर्दा चाहिँ हजुरले यहाँ लिस्ट देख्न सक्नुहुन्छ। हजुरलाई जतिजना युजरको लागि युजरलाई कुन मोड्युलमा एक्सेस दिनु छ हामीले त्यही अनुसार चाहिँ इम्प्लोइ म्यानेजमेन्टमा गएर हामीले रोलमा क्लिक गरेर स्ट्याटस एक्टिभ गरेर सबमिट गऱ्यौँ भने सबमिट गरे जतिको सबैको लिस्टहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अब यो युजरको लिस्ट देख्न सक्नुहुन्छ। अब हामी हेरौँ कसरी युजरलाई एक्सेस दिने मोड्युलमा भनेर। सबै मैले लक्ष्मी अधिकारी सिलेक्ट गरेर स्टुडेन्ट म्यानेजमेन्ट, इम्प्लोइजमेन्ट, त्यसमा मैले ड्यासबोर्डको उहाँको लागि चाहिँ मैले 3वटा मोड्युलमा लागि मात्र एक्सेस दिनु पऱ्यो भने मैले 3वटा मोड्युल टिक गरेर यसमा सेभ चेन्जेस गर्न सक्छु। त्यसै गरेर अरू 2वटा मात्रै दिनु छ भने यसरी हामीलाई जति उहाँको लागि कतिवटा मोड्युलमा एक्सेस दिनु छ त्यही अनुसार चाहिँ हामीले त्यतिवटा मोड्युललाई सिलेक्ट गरेर सेभ चेन्जेस गर्नुपर्ने हुन्छ। युजरहरूले कसरी एचएमआइएसमा लगइन गर्ने, कुन मोड्युलमा एक्सेस छ भनेर कसरी चलाउने भने चाहिँ सबै युजरको मेलमा क्रेडेन्सियल जान्छ, युजर नेम पासवर्ड जान्छ। त्यो युजर नेम पासवर्ड लिएर एचएमआइएसमा लगइन गरेर युजरले आफूलाई कुन मोड्युलमा एक्सेस दिएको छ त्यो चलाउन सक्छ। अरू मोड्युलमा चाहिँ एक्सेस हुँदैन युजरको लागि र उहाँले त्यो मोड्युलभित्र मात्रै काम गर्न सक्नुहुन्छ। यसरी हामीले हेऱ्यौँ यो मोड्युलमा कसरी एक्सेस दिने र यो युजरको लिस्ट कसरी कहाँबाट आउँछ भनेर हामीले सबै यो युजर म्यानेजमेन्ट मोड्युलमा हेऱ्यौँ। समयको अन्तराल र आवश्यकता अनुसार यस एचएमआइएस प्रणालीमा रहेका मोड्युलहरूमा केही सुधार र अपडेट हुने भएकाले आगामी दिनमा यस भिडियोका सूचनाहरू पर्याप्त नहुन र फरक हुन सक्छन्। तपाईँहरूको सक्रिय सहभागिताका साथ भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।